कारखाना फ्याक्ट्री त छन् तर धुलो धुवा बेसेर नै आउँछ, आवाज आउँछ। अब फोनमा कुरा गर्नु पर्यो, कहीँबाट फोन आयो भने त्यहाँ बाहिर हुँदाखेरि फोन आयो भने भित्र कोठामा गएर ढोका लाएर मात्रै बुझिन्छ, नत्र त अब आवाजले बुझिँदैन। अनि त्यो भएर अब धुलो धुवा फोहोरहरू पनि धेरै आउँछ, आवाज पनि आउँछ। यो आवाज बन्द गर्न पाए हुन्थ्यो। यो फोहोर धुलो धुवाको पनि कसरी हुन्छ संरक्षण गर्न पाए यसलाई पनि सुरक्षित अब गाउँ बस्तीलाई राम्रो हुन्थ्यो। या के अरे साइलेन्सर लाउनको लागि कहिले भन्नु भएन यो फ्याक्ट्रीलाई? भनेकै छैन पनि, अब भनेर नि टेर्नुहुन्न। अब यही फ्याक्ट्रीको मालिकको चाहिँ उहाँ पर उयो छ, कोलेनी छ, उहाँहरूले चाहिँ सबै आफ्नो कम्पनीको काम गर्ने मान्छे राख्नुभएको छ कोलेनीमा। त्यो कोलेनीमा चाहिँ यतापट्टि गाउँ बस्तीलाई कत्रो फोहोर, त्यहीँबाट पानी झारिदिने प्लास्टिकहरू त्यहाँ गएर अहिले यदि जन लगेर हेराउने हो भने नि त्यो चाहिँ बन्द नै गर्नुपर्ने हो। त्यो कि त फोहोर आफूले अब सफा गर्नु पर्यो होइन, सफा राख्नु पर्यो होइन र त्यो बस्तीलाई त्यत्रो जग्गा दिएपछि त्यो कोलेनी त बन्दै गराउनु पर्छ। त्यत्रो फोहोर व्यवस्थापन राम्रो गर्नु पर्यो। फोहोरको व्यवस्थापन जबसम्म हुँदैन नि तबसम्म त्यो कोलेनी बन्द गराउनु पर्छ मेरो विचारमा चाहिँ। त्यो बस्तीलाई धेरै पीडा छ, मच्छर लागेर यदि त प्लास्टिकहरू त्यो माथिबाट लुगा धोको त्यहीँ भात त्यहीँ झारिदिन्छ, कट्टर यत्रो धार त्यहीँ तलबाट झारिदिन्छ। तल होचा होचा घर बसेका छन् होइन, तिनको आफ्नो टाउको लुकाउने छ। अब कम्पनीको ठुलो खोजेर नि भएन नि त। अनि अब माथिबाट त जे झारपिटान हुन्छ। अब त्यहाँ सानो बच्चाहरू खेलेका बेला माथिबाट ढुङ्गा पनि हान्दिन्छन् क्या, त्यो कोलेनीको त्यो माथि बच्चाहरूले ढुङ्गा नि हान्दिन्छन् टिनमा। त्यहाँ धेरै गाह्रो छ त्यहाँ चाहिँ। त्यो चाहिँ कि त अब फोहोरको आफूले सुरक्षित आफ्नो सफाइ राख्नु पर्यो वरिपरि। त्यो जुन कोलेनीको वरिपरि चाहिँ सफा राख्नुहुन्न भने बन्द गरिदिनु हुन्छ। त्यो बस्तीलाई धेरै गाह्रो छ त्यहाँनिर। हुन्छ ल।